हेलो साथीहरू, हजुरहरू सबैलाई सन्ध्याकालीन नमस्कार छ। हामीहरू यतिखेर बेलुकाको 5:30-6 बजेतिर नवलपुर जिल्लाको कलुवादेखि तल्लोपट्टिको नारायणी किनारमा आएका छौँ र पश्चिम दिशातिर घाम डुब्न लागिरहेको छ। सुनौलो रङ देखिरहेको छ। हामी नारायणीको तिरमा छौँ। पारिपट्टि जलहाँसहरू कराइरहेका छन्, चराचुरुङ्गीहरू कराइरहेका छन्, शीतल हावा चलिरहेको छ, रमाइलो छ, आनन्द छ। मेरो साथमा सुजन भाइ पनि छ। साथमा तल एउटा भाइले नारायणीमा जाल हाल्दैछ माछा मार्नको लागि। यो नारायणीमा गोही पनि छ भन्दैछ भाइले। सायद अहिले हामी भिडियो गराउँदा गोही पनि निक्लिनु बेर छैन। त्यो भाइले के भन्दैछ है, यो गोही आयो भन्दैछ। गोही आइसकेको रहेछ। गोही पनि देखिसके। यो लामो देखिएको गोही हो। यो मास्तिर गोही जाँदैछ। हल्का टाउको पुच्छर देखिरहेको छ। यो घडियाल गोही हो। साँझपख गोहीहरू धेरै आउँछन्। यो अब आफ्नो वासस्थानतिर हिँड्दैछ। यो बालुवामा बस्छ। साँझपख गएर बालुवामा लुकेर बस्छ यो गोही। तपाईँहरू गोही हेरेर रमाइलो गर्दै गर्नुहोस्। र म अब बिदा हुने बेला भयो। साथीहरू, मेरो भिडियोलाई लाइक सब्सक्राइब र अनि बेल बटनमा गएर एकचोटि क्लिक पनि गरेर सपोर्ट गरिदिनु हुन अनुरोध गर्दै बिदा हुन्छु। हस्त सन्ध्याकालीन अभिवादन फेरि पनि साथीहरू।